यता फल्दैछ यता फल्दैछ अमिलो यता फल्दैछ सुन्तला कति खाने सुन्तला कति खाने रुखले धान्न सकेको छैन सुन्तला फलेको भएर चाहिँ यो रुखले धान्न नसक्ने भएर चाहिँ यति धेरै आड दिइरहेको छ सुन्तलालाई र पनि हाँगाहरू सबै नोकिसकेको छ यो चाहिँ धानै सक्ने अवस्था छैन सुन्तलाले एकदम टाढाबाट देखाउँदैछु भैँसी सोल्टिनी भैँसीलाई बोलाएको भाले ला 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 Jenny के भयो मेरो नानीले आमै हेलो लड्कीहरू Jenny बसेर
पानीको दुःख चाहिँ छैन है ल। यो पानी चाहिँ 24 घन्टा। यतिकै म थोरै पानी पनि खान्छु। कुरिलोको रुख पनि छ है यो। मुनको पानी। यहाँ पानीको ट्याङ्की हो। पानीको ट्याङ्की त्यसपछि लुगा पनि सुकिरहेको छ। यो डाँडामा चाहिँ अलिकति एकदमै धेरै हावा आउने भएको भएर चाहिँ हामी यही डाँडामा सुकाउँछौँ लुगा। केरा कति खाने हो केरा? कति खाने केरा? कति खाने केरा ल? सिस्नु पनि छ है। सिस्नु हाम्रो एकदम ठुलो बगैँचा चाहिँ यो तल छ क्या। अब चाहिँ म तपाईँहरूलाई तल गएर देखाउँछु। यो घाँसको रुखहरू हो। घाँसको रुखहरू यिनीहरू चाहिँ। अब चाहिँ म तल जान्छु बारीमा। अनि बोडी पनि फल्नै लागेछ त हो। अलि त फलेछ हो। बोडी पनि फलेछ। हावा चाहिँ एकदम आइरहेछ हो। गाउँमा त कताले हावा फल्न लागेछ नि। बरै राम्रै हुन्थ्यो होला। यो चाहिँ बाख्राले खाएर हो। बाख्राले खाएर चाहिँ बोडी चाहिँ बिचरा मजाले हावा आएको। हावा सरर केराको सबै सुन्तला हो यो है। सबै सुन्तला हो। बरै लसुन सबै झारले खाइदिन्छ त हो। एकदमै बढी फलिरहेको सुन्तलाको दाना पनि एकदमै राम्रो छ। ओहो म आइपुगेँ है। आइपुगेँ। एउटा मौसम पनि टिपेर खानु पऱ्यो। एउटा जुनियर पनि टिपेर खानु पऱ्यो। कुइना आँटीको हो क्या हो यही खानु पऱ्यो। यो कुइना आँटीको के भएको? बाँदर कुद्नु थाहा पनि छ हो। यहाँ बसेर बर्खामा चाहिँ बाँदर धपाउनु थाहा। सुन्तला पाकेपछि पनि त्यहाँ बसेर बाँदर धपाइरहनु पर्छ। यो चाहिँ मौसम हो। मौसम यता छ। कोदो पनि छ सुन्तला पनि छ। कोदो सुन्तला पनि छ। यो कति धेरै रुखहरू चाहिँ मरेछ हो। सुन्तला
कोदो कति अगुलो अर्को बगैँचामा चाहिँ जान भ्याएन लगभग हाम्रो चाहिँ यो सानो ठुलो सबै फल्ने सुन्तला चाहिँ लगभग 500-600वटा रुख चाहिँ छ है। म उताको बारीमा चाहिँ जान भ्याएन, नानी रोइरहेछ घर। यो चाहिँ हो कफीको रुख, पाक्नु पनि आँटेछ है क्या हो कफी बन्छ है। कफी त बन्छ पारी हो हिमाल पनि क्या दामी देखिरहेछ हो। यो पारी चाहिँ बन्दीपुर हो है, बन्दीपुर। यो तल चाहिँ गाउँ पुरै सुन्तला, सुन्तला यतापट्टि हाम्रो सुन्तला हो, तर म देखाउनु चाहन्न कि अहिले चाहिँ म जानै भ्याइन कि सुन्तला बारीतिर जान भ्याइन। घर नानी गइरहेछ, म जाँदैछु। छ म तपाईँलाई देखाउँदैछु। यहाँ हाम्रो बारीमा फलेको अर्ग्यानिक करेला घिराउन पनि रहेछ बेसार। यो भयो झाडु, यो त भोलि पर्सि पाकेपछि त हाम्रो सुन्तला त कति। यो पनि कफी फलिरहेको छ, एकदमै अर्ग्यानिक कफी है। सुन्तलाको बगैँचा मुनि चाहिँ कफी पनि लगाइन्छ हाम्रोतिर चाहिँ। भइहाल्यो, फुला लगाएर चाहिँ तिहारको लागि चाहिँ एकदमै ठिक हुन्छ है। फुलिरहेछ यहाँ। फेरि मेरो कुखुरासँग भेट भयो। टाउको सुन्तला ठोकेर रकी तिमी किन रोको किन फाइट मन परेन।